प्रणाम जी। हजार पान खाओ हजार। अरे जोगिंदर को पान ले हजार, जर्दा पान, पिल्ला पान हजार। होटल इंद्राणी। अरे बाप रे बाप, बड़ा ठुलो बंगला छ जो। जिंदगी में पछि से ना आते यो होटल इंद्राणी में हमें लाग्छ यो इंद्राणी कॉम्प्लेक्स में हजुर। हजुर एकचोटि भित्र जान्छ हजुर। अरे बाप रे बाप हजुर, लिफ्ट रहती पहले चोरी हजुर। काठमाडौँ के गल्ले भित्र के घर 4 नंबर में पनि सुने थे हजुर। अरे हजुर हामी पान बेच्न आए थे हजुर, यत्रो पहिलोचोटि लिफ्ट चढे छु। बडा राम्रो लागेछ लिफ्ट पनि हजुर हामीलाई। हजुर हजुरको शुभ नाम हजुर? श्यामानन्द। श्यामानन्द हजुरको हजुर? यो कतिको तला छ हजुर यो? 3 तला, हामी 4 तलामा जाँदै थियौँ हजुर। 4 तलामा हजुर हाम्रो त्यहाँ एउटा जिम गर्ने हाम्रो नायकजीको छ अरे हजुर, त्यहाँ पनि हेर्छु। अनि यो पुरा इन्द्रणीमा पहिलोचोटि पसेछु, यहाँको हरेक चिज हामी हेरेर अनि हामी लागिहाल्छौँ हजुर। बडा आधुनिक चिजले बडा चिज गर्दै थियो हेर्नु, मान्छेले तल माथि हिँड्नै नपुग्ने बनाइदिएछ। यही त 4 हजुर। हजुर नमस्कार हजुर। हस् हस् हजुर धन्यवाद। ल हजुर नमस्कार हजुर। र हाम्रो हिरो श्रीकृष्ण दाजुको बडा यो बडी बनाउने ठाउँ छ, जिम गर्ने ठाउँ भनेको थियो, यही छ कि केही छ हजुर? ए बहिनी नमस्कार हजुर। बडा राम्रो हुनुहुन्छ, बडा हाँसे गर्नुहुन्छ। हाम्रो नायक श्रीकृष्ण दाजुको यही छ यो जिम गर्ने ठाउँ हजुर। एकचोटि यसो हामीले जिन्दगीमा देखेको छैन हजुर, एकचोटि हेर्नु नै के हजुर? यो के छ? ANADI। हजुरको नाम के छ? अनादि। अरे अरू कुन नाम छ अनादि भन्ने गरे? धन्यवाद हजुर। अच्छा यतै छ हजुर? अच्छा हजुर। बाप रे एसी उसी बडा यो ठन्डा छ हजुर। अरे डक्टर साहब नमस्कार हजुर। सब आराम हजुर। हस् हजुर। हजुरलाई पनि नमस्कार हजुर। नमस्कार। अब हजुरहरू बिजी मान्छे गफ गरिराख्नु भएको छ, डिस्टर्ब हुन्छ कि हजुर? धन्यवाद हजुर। यो स्वास्थ्य सम्बन्धी किताब पनि पढिराख्नु भइरहेछ, धन्यवाद। हजुर भगवानको कृपाले हजुरसँग भेट्ने स्वभाव पाए कि हजुरसँग एकचोटि हात मिलाउँछु हजुर। हजुरसँग पनि हजुर हाम्रो नमस्कार पनि गरिसकेको छु हजुर। अच्छा डाक्टर साहब के छ हजुर? धेरै भन्दा हजुरको त हामी बडा फ्यान हो हजुर, धेरै फिल्म हेरेको थियो। अहिले के भइरहेको थियो? तुलसी फिल्म त युरोपमा चलाउनु भएछ, यता नेपालमा पनि चल्छ हजुर। अब चाहिँ तुलसी रिलिज गर्ने सन्दर्भमा हजुर भइरहेको छ अहिले। अस्ति भर्खर मकाउमा गराएँ। मकाउमा इतिहासमा पहिलोपल्ट नेपाली सिनेमा तुलसी त्यहाँ सो भयो र ऐतिहासिक कुरा पनि हो। हाम्रो त्यो सबै हाम्रो स्टेज हाम्रो मकाउ एनआईका अध्यक्ष हुनुहुन्छ उहाँ सुदर्शन थापा मगर दाइ। अरे बाप रे हजुर, कुन पत्रिकामा हजुरको हामीले पुरा पढेको थियो हजुर? सुदर्शन थापा मगर हजुर। अरे बाप रे बाप, हामी त सैलुट गर्छौँ हजुरलाई। हजुरको सारा चिज त्यो पत्रिकामा दिएको थियो। हजुरले मकाउमा बसेर नेपालीलाई गर्नुभएको सेवा, मकाउबाट नेपालको लागि पर्यटन विकासमा गर्नुभएको सेवा आदि इत्यादिको बारेमा बडा दिएको थियो हजुर। त्यो हजुर हुनुहुन्छ सुदर्शन थापा मगर? हामी सैलुट गर्छौँ त हजुरलाई, नमस्कार गर्छु हजुर। पहिला कटघरा यो बाटो विस्तार गर्दा हाम्रो कटघरा बाबुराम भट्टाई सरकारले हटाइदिएको थियो। अब अहिले चाहिँ हामीले छेउमा एउटा जग्गा पाएछु। अब 2000 रुपियाँ त्यो जग्गाको भाडा दिएर आफूले खर्च गरेर कटघरा बनाएछु। अब आउनेदेखि हामी कटघरामै पान बेच्दैछौँ। अच्छा हाम्रो रिचाजीको के छ हजुर? रिचा बहिनीको हालचाल? अस्ति पत्रिकामा यो कुन साप्ताहिकमा दिएको यत्रो मोटो हुनुभएछ, बच्चा जन्माएर बच्चा पनि ठुलो बनाइसक्नु भएछ। होइन बच्चा पनि ठुलो भइसक्यो, 9 महिनाको भइसक्यो, हिरै टाइपको भइसकेको छ नि हजुर। अलिकति बच्चा भएको कारणले गर्दाखेरि अलिकति घरमै बसेर रेस्ट गरेर आएको। चाँडै दुबो पात्रो पनि आफ्नो बच्चा कसरी हिरोनी हुन्छ हजुर? फेरि हिरोइनमा खेलाउनु पर्छ हजुर। हिरोइनमा खेलाउनु पर्छ। तपाईँ आज अरू पनि अब फिल्मसँग सम्बन्धित अरू काम पनि गर्नुपर्छ हजुर। योजना छ उसको, त्यसले गर्दाखेरि चाँडै नै यही 2-4 दिनमै अब अलिकति चाहिँ शरीरलाई बनाऊ भन्ने तरिकाले लाग्दैछ। चाँडै नै अब आउँदैछ दर्शकहरू। फेरि यसो गरेर जोनजी मेरो अलिकति सानो मिटिङ छ हजुर। एउटा सानो नयाँ सिनेमा गरेको छु, त्यसको स्क्रिप्टको काम छ कि बिहानै हो, त्यसको लागि म जानुपर्ने भयो। एउटा कुरो हजुर स्क्रिप्ट लेख्दै हुनुहुन्छ भने कुनै पानवाला एउटा सानो रोल पनि झिक्दिनु होला तपाईँलाई स्योर खेलाउँदिनु म, किनभने हजुरको हामीले विष वीरताको चिनो हामीले धेरैचोटि हेरेछु। अब हामीलाई एउटा तुलसी हेर्ने रहर छ र तुलसीको सफलताको शुभकामना पनि हजुरलाई दिन्छु। धन्यवाद। ल कुरा उहाँहरू कुरा गर्नु होला, म अलिकति हटाउँदै अनि पछि कुरा सुदर्शन दाजुसँग हामी गफ गरेर बस्छौँ। दाजु अब हामी त्यो पान पैसा दाजु मकाउमा पान खानु भएको कि छैन? यो मकाउमा त पान पाइँदैन होला, किनभने पान खाएर पनि थुक्नुपर्छ। मकाउमा थुक्यो भने त पैसा तिर्नुपर्छ, जरिवाना। अच्छा दाजु अब नेपाल आउनु भएको त जोगिन्दरको पान खाउँ। कुन पान खाउँ? जर्दा पान, पिल्ला पान, मिठा पान, सादा पान, सङ्गम पान हजुर? कोन पान हजुर? मिठा पान खाउँ। अच्छा मिठा पान, धन्यवाद धन्यवाद।
अब प्लान भन्दै गर्छ दाजुसँग दुई चारवटा कुरो हामी पनि सिक्छौँ अब हामी त्यो हेर्नुहोस् अनपढ मान्छे छु हामीले सिकेको कुरो गाउँ घर पडोसी बाल बच्चालाई सुनाउँछु शिक्षा दिशाको कुरोहरू चाहिँ हो दाजु हजुर मकाउ बस्नुभएको कति वर्ष हो दाजु अहिले 15 वर्ष पुरा भएर 16 लाग्छ 15 वर्ष भयो हजुर मकाउमा त्यो हामीले अस्ति पत्रिकामा पढ्यौँ मकाउमा हजुरको एउटा ट्राभल एजेन्सी एउटा मेन पावर छ भन्ने सुनेको थिएँ हजुर सही हजुर त्यो ट्राभल एजेन्सी मार्फत हजुरले त धेरै चाइनिज पर्यटकहरूलाई नेपाल त पठाउनु भएको होला हजुर होइन म पठाउँदै गरेको छु महिनाको जो आइरहेको छ 10-15 जना पठाइरहेको छु मैले 10-15 जना हजुर महिनाको त्यो ट्राभल एजेन्सी मार्फत त्यो जस्तो मकाउमा मेन पावर छ त्यो मेन पावरले खास के गर्छ कुन अन्यत्र देशमा मान्छे पठाउँछ कि कस्तो के हो कस्तो हो त्यो मेन पावर चाहिँ अन्य देशको जति पनि मकाउमा जुन काम गर्ने क्यासिनो होटलहरू छ हजुर हजुर अनि त्यसमा चाहिँ फिलिपिनको भियतनामको थाइल्यान्डको नेपालको इन्डियाको यो साउथ एसियाको सबै काम चाहिँ त्यो मेन पावर हुन्छ अच्छा त्यो हजुरको मेन पावरबाट त्यसबाट चाहिँ मैले होटल क्यासिनोमा चाहिँ सबैमा चाहिँ हामीले मकाउको बारेमा दुई चारवटा चिजहरू इतिहासमा पनि इतिहासको सानो सानो किताबमा पनि पढेको छु मान्छेहरूबाट पनि सुनेको छु विशेष गरी यो मकाउमा कस्ता पर्यटकहरू आउँछन् दाजु अझै त मकाउ बसेको 15 वर्ष अब केनारायणको अध्यक्ष पनि हुनुहुन्छ हजुर कस्तो पर्यटकहरू चाहिँ मकाउ आउँछन् त्यहाँ मकाउमा चाहिँ विशेष गरी यो विशेष गरी मकाउमा पर्यटकहरू चाहिँ अब ग्याम्लिङ गर्ने एकदम रमाइलो गर्ने हिसाबले विशेष त ग्याम्लिङ हुन्छ त्यहाँनिर ग्याम्लिङ भने के छ ग्याम्लिङ भन्छ क्यासिनोमा त जुवा खेल्छ नि अच्छा जुवा अच्छा अहिले संसारको चाहिँ अहिले सेकेन्ड जुवा घर भन्छ अहिले संसारको फर्स्ट चाहिँ यो अमेरिकाको लस भेगस अरे लस भेगस अथवा दोस्रो मकाउ त्यहाँ कति जति पर्यटक आउँछ हजुर दिनमा 1 लाखदेखि 1,50,000 सम्ममा पर्यटक आउँछ एक दिनमा 1 लाख हजुर मलाई लाग्छ 365 दिनमा 365 लगभग 4-5 करोड त पर्यटक आउँदो रहेछ आउँछ दाजु अब हजुर मकाउमा बसेर एउटा नेपालको पर्यटन हिसाबमा पनि सहयोग गर्नुभएछ होइन विभिन्न ट्राभल एजेन्सी मार्फत विभिन्न सङ्घ संस्था मार्फत होइन अझ सुनेको हजुरको त्यो अस्ति हामीले इन्टरभ्यू पत्रिकामा हेरेको कुन एउटा हङकङबाट एउटा पत्रिका निस्किँदो रहेछ हजुरको इथनिक भोइस त्यो पत्रिका बडा राम्रो पत्रिका त्यो पत्रिकामा नेपालको बारेमा पनि विभिन्न ज्ञान गुणहरू चाहिँ त्यो पत्रिकामा दिइँदो रहेछ त्यो पत्रिका कुन साप्ताहिक हो त्यो चाहिँ साप्ताहिक हो साप्ताहिक हो विज्ञान चाहिँ निस्किन्छ हजुर 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 दाजु जस्तो भन्नुहोस् न तपाईँले एउटा नेपालको लागि नेपालको टुरिज्म विकासको लागि विभिन्न क्षेत्रबाट जस्तो हङकङबाट पत्रिका निकाला हो अब मकाउबाट चाहिँ तपाईँको ट्राभल एजेन्सी मार्फत हो मेन पावर मार्फत हो विभिन्न सहयोगबाट एउटा सहयोग गर्नुभएछ तर नेपालमा चाहिँ विभिन्न पूर्वाधार हुँदाहुँदै विभिन्न सम्भावना हुँदाहुँदै पनि नेपालले किन पर्यटक भित्रन सकेन हजुर अब त्यो तथ्याङ्क बुझ्दाखेरि त्यति पनि आएको छैन अब त्यो चाहिँ नेपाल गभर्मेन्टले हजुर हजुर अब टुरिस्ट भित्र एउटा चाहिँ पोलिसी हुन्छ एउटा हजुर अनि त्यो पोलिसीभित्र चाहिँ त्यति साह्रो राम्रो चाहिँ हेर्न सकेन हजुर बढासो अहिले चाहिँ पोलिटिक्सै बढी भइरहेको छ पोलिटिक्सले गर्दा कारणले गर्दा यो जुन गभर्मेन्ट इस्टाब्लिस छैन अनि त्यति टुरिस्ट आउने त्यति सम्भावना छैन यहाँनिर अहिले यो जुन टुरिज्मलाई बढाउनलाई यो अस्थिर राजनीतिको कारण हो हजुर यो राजनीतिक कारण हो राजनीतिको कारण तर नेपालमा टुरिस्ट चाहिँ भित्र त्यति नसक्नुको कारण मैले मान्छेहरूले भन्छन् कि जस्तै हामीसँग पर्याप्त मात्रामा जेट नभएको ध्वजवाहक जेट त्यसको कारणले पनि पर्यटकहरू कम आएका छन् उनलाई धेरै समस्या पर्छ नेपालमा आफ्नो जेट नहुनु आदि इत्यादि विभिन्न कारणले पर्यटकहरू आउन नसकेको भन्छ हजुर त्यो जेटै नहुने कारण त देख्दिनँ मैले होइन हजुर अब जेट त विभिन्न कम्पनीको अब विभिन्न देशका छन् यहाँ जेट आउँछन् होइन हजुर हजुर तर त्यहाँ मेन चाहिँ कारण के भने यहाँ आएर नेपाल बन्द हुन्छ एयरपोर्ट आएपछि ल टुरिस्ट मैले कति मकाउबाट पठाएँ नेपाल बन्द मकाउमा नेपाल बन्द हुन्छ कि हुँदैन अच्छा मकाउमा होइन मकाउ बन्द हुन्छ कि हुँदैन कहिले पनि हुन्छ कहिले एउटा हजुरको प्लान बन्दै छ ठिक छ एउटा एनआरएनको मकाउको अध्यक्षको नाताले हजुरको भावी योजनाहरू चाहिँ कस्तो चाहिँ बनाउनु भएको छ अब म भावी योजना यस्तो गर्छु उस्तो गर्छु के छ हजुरको योजना अब मेरो चाहिँ मकाउमा चाहिँ सम्पूर्ण मेरा मकाउका अब साथीभाइहरूले चाहिँ मैले जुनै पनि कार्यक्रम ल्याएँ भने उहाँहरूले सहयोग गर्नुभयो भनेदेखि मैले चाहिँ यो नेपालीलाई अब हाम्रो नेपालको प्रमोसन गर्ने यो अब कला क्षेत्रलाई अलि मैले बढाइदिएको छु हाम्रो देश भाषा भूषा भनेको त हराउनु भएन नि अनि कलालाई मतलब जस्तै धेरै एनआरएनका मान्छेहरूले फिल्म बनाएको देख्नुहुन्छ हजुर कुनै फिल्म बनाउनु योजना मात्रै हुनुहुन्न अब राम्रो फिल्म कसैले लेख्छ र हजुरको केन्द्रीय अध्यक्ष जीवा लामिछानेको पनि फिल्म आएको थियो धेरै एनआरएनको मान्छेहरूले फिल्म बनाएको हामीले
थाहा थियो हजुर हामीलाई हेरेका पनि छौँ हामीले त्यस्तो योजनामा त हुनु न हजुर होइन कुनै मेसेज दिने खालको हजुर यो चाहिँ विदेशमा बसेर हजुर नेपालीहरूले जति पनि फिल्महरू हुन्छ नि हजुर हजुर अब नेपाललाई झल्काउने हजुर यहाँको भाषा जुन कल्चरलाई झल्काउने भएर यो फिल्म एउटा यस्तो मेसेज बनोस् कि यो फिल्म हेरेपछि मान्छे नेपालपट्टि छ नि हजुर अलिकति सिरियसली सोचोस् भन्ने कुनै त्यस्तो मेसेज जाने फिल्म कोही राष्ट्रियता सम्बन्धी भयो भने चाहिँ मैले चाहिँ त्यसमा चाहिँ लगानी गर्ने चाहिँ मैले इच्छा गरिरहेको छु अच्छा हजुरको पान पनि बनेको छ यो पान पहिला लिनु अनि फेरि हजुर हामी हजुरसँग वार्तालाप गर्छौँ पान चाहिँ थ्याङ्क यू खाई के पान बनारस वाला खाई के पान बनारस वाला प्रणाम जी अच्छा हजुर जदौ नमस्ते प्रणाम थाफुला त्रेमम अस्सलाम वालेकुम तासी धेरै र जोजुलप्पा हजुर शान्ति र समृद्धिको अभियान हिमालय टेलिभिजनको यो एउटा मनोरञ्जनात्मक गफवाला कार्यक्रम छ हजुर जोगिन्दर बोले प्रणाम जी आज जोगिन्दर घुम्दै फुर्दै हजुर हामी आए थिए हाम्रो डायर साहब हाम्रो चाहिँ शङ्कर घिमिरे डायर साहबसँग भेट्ने मौका पाए र आज म झन् बहुत खुश छु यो गौशाला एरियामा आएर बाबा पशुपतिनाथलाई हामी लाखौं शुक्रिया गर्छौँ हजुर किनभने हाम्रो मकाउको एनआरएनको अध्यक्ष हाम्रा सुदर्शन दाजुसँग उहाँको कृपाले भेट्ने सौभाग्य पाएको छु र यो ब्रेकपछि पुनः हजुरलाई स्वागत गर्न चाहन्छु सुदर्शन दाजु मकाउको हावापानी दृष्टिकोण कस्तो छ त्यहाँको यो नेपालको काठमाडौँको जस्तै हो कि गरम हुन्छ एकदमै डिफरेन्ट त्यहाँ चाहिँ गर्मी चाहिँ त्यस्तो ज्यादा हुँदैन हजुर 32 33 त्यो समुद्रको छेउमा छ हजुर समुद्रको एकदम तातो एकदम अच्छा यहाँ मलाई धेरै मान्छेहरूले भन्नुहुन्छ जस्तै हाम्रो नेपाललाई समुद्रले नछोएको हुनाले त्यति विकास नभएको भन्छन् समुद्रले छोएपछि के विकास हत्तै बढिहाल्छ हजुर होइन त्यो भने चाहिँ म बिल्कुल त्यसमा चाहिँ सहमत छैन म हजुर एउटा भूपृष्ठ राष्ट्रको कारणले गर्दा पनि विकास अलि नहुन सकेको भन्छ नि मान्छेहरूले समुद्रले छोएको भए विकास हुन्थ्यो अरे हजुर त्यो भन्नलाई म किन बिल्कुल छैन भनेदेखि हजुर जोगन भाइ हजुर त्यो समुद्र भयो भने विकास हुने त्यो चाहिँ अल्छी मान्छेले भन्छ अच्छा हजुर जस्तो भित्रदेखि मनदेखि छ नि हजुर विकास गर्न पर्यो भने सबै नेपाली दाजुहरू एकजुट भयो भने त विकास त भइहाल्छ नि किन समुद्र चाहियो हामीलाई सुदर्शन दाजु हाम्रो देश कहिलेसम्म रेमिटेन्सले चल्ने हजुर भन्नुहोस् त कति लाग्छ अब यो 30-40-50 वटा देशमा त हाम्रो लगभग 30 लाख 35 लाख त नेपालीहरू काम गर्न गएको छन् अरबौं रुपियाँ भेटिन्छ मकाउबाट मात्रै कति भेटिन्छ भन्नुहोस् त हजुर त अब एनआरएनको अध्यक्ष हिसाब किताब त गर्नुभएको होला अब मैले कहिलेकाहीँ यो हाम्रो मिटिङ पनि हुन्छ हजुर एनआर मिटिङमा हुँदाखेरि चाहिँ हामी कुरा हुन्छ साथीभाइ छ हजुर अब त्यहाँ 3500को हाराइमा मान्छे 30,000 नेपालीदेखि लिएर हजुर 3 लाखसम्म खान्छन् त्यहाँ महिनाको 3 लाखसम्म खान्छन् अच्छा र हामीले सरदरको हिसाबले हजुर 3500 हामीले 80,000को दर सरदर राखौँ न हजुर राखे पनि झन् 26 करोड नेपाली एक महिना भेटिन्छ 26 करोड अरे बाप एक महिनामा भनेपछि त तपाईँको त लाग्छ मलाई त एक वर्षमा त 26 ना 2 करोड 60 लाख लगभग 3 तपाईँको त 3 अरब जति भित्र रहेछ हजुर अब भित्रको मात्र छ भन्ने त खोइ केही देखिन्न खास भित्राउनु त हामी कोसिस गरेका छौँ भित्राइदिनु भएको छ तर त्यो पैसाको सदुपयोग भएको छैन हजुरहरूले जस्तै उहाँ विदेशमा बसेर सिकेको ज्ञान सिप दक्षता नेपालमा किन लागू गर्नुहुन्न तपाईँले लागू गर्नु हुँदैन हजुर भन्नु त त्यहाँको सिप दक्षताहरू होइन हामीले जुन एनआर भएपछि नि हामी त्यही भन्छ नि हजुर अब हाम्रो एनआरको उद्देश्य भने एनआर बढाउने हो एनआर घटाउने हो हाम्रो उद्देश्य के छ भने घटाउने किन हजुर बुझेन हजुर 30 लाख जना जति अहिले बाहिर छन् विदेश छन् भने एनआर घटाउने भनेको त्यहाँ जति पनि सिप मुलुक सिकेको छ त्यो सिकेको मान्छे नेपाल आएर चाहिँ यहाँ आएर चाहिँ उद्योग धन्दा खोल्ने भनेपछि एनआर घटाउने भन्ने हाम्रो चाहिँ त्यो हाम्रो प्लानमा छ त्यो त्यही नै हो नेपालमा विकास गराउन चाहिँ एनआर घटाउनु पर्यो 30 लाखबाट 20 लाख मात्र 10 लाखले आएर यहाँ काम गर्नु पर्यो आफ्नो सिप मुलुक देखायो भने हजुर कति नेपालको कति विकास हुन्छ भने हामी सम्पूर्ण चाहिँ सर्कल सबैले त्यही गरेका छौँ अच्छा धन्यवाद दाजु यो भयो भने झन् राम्रो हुन्छ दाजु नेपाललाई जस्तो चाइनिजहरूको एउटा टुरिज्म पोइन्ट बनाउन नेपाल सरकारले के कस्तो नीति अपनाउनु पर्छ जस्तो लाग्छ संसारमा सबैभन्दा दोस्रो तेस्रो ठुलो मुलुक र अस्ति एउटा पत्रिकामा पढेको थिएँ हजुर संसारमा भएको पर्यटकहरूमध्ये सबैभन्दा खटालु पर्यटक चाइनिजहरूले हजुर
कि चाइनिजहरू चाहिँ अलिकति बढी चाहिँ आकर्षण नेपालले गर्न सक्यो भने त बडा राम्रो हुन्थ्यो नेपालीहरूलाई। होइन, नेपालले चाहिँ खासै भनियो भने हजुर हामीलाई कुनै पनि अरू टुरिज्म धेरै चाहिएन। हामीलाई चाइनाको र भारतको दुईटा मित्र राष्ट्रको यदि मात्रै टुरिज्म भित्र सक्यो भनेदेखि हामीलाई टुरिज्मले पनि पुग्छ नेपाललाई। हेर्नुहोस् चाइनामा अब बुद्धिस्टहरू कति छन्, अलमोस्ट चाहिँ बुद्धिस्ट छन् त्यहाँनिर। तिनीहरूले के भन्छ भने नेपालमा बुद्ध भगवान जन्म भएको छ, हामी दर्शन गर्न लुम्बिनी जान्छौँ, हामीलाई त्यहाँको चाहिँ एउटा वातावरण मिलाउनु पर्यो र कतिपय त्यहाँ उद्योगपतिहरूले मसँग मिटिङ हुँदाखेरि के भन्छ भने लुम्बिनीमा म 7 स्टार होटल खोल्छु भनेर मलाई कतिपय मान्छेहरूले मलाई लाइनमा कुराइरहेको छ। अस्ति भर्खर एकजना मैले नेपाल एउटा चाहिँ योजना छ, उनीहरूले के भन्छ भने लुम्बिनीमा गएर चाहिँ खोल्न पर्यो र लुम्बिनीमा एयरपोर्ट भयो भने हाम्रो चाहिँ सुविधा हुन्छ, आफ्नै प्लेन छ। चाइनासँग नेपालको विवाद सम्झौता भएछ कि छैन हजुरको जानकारी? त्यो चाहिँ अब मेरो त्यति साह्रो चाहिँ जसरी भारतसँग भयो चाइनासँग भएको छ त्यो चाहिँ म त त्यो थाहा भएन होइन। अब जस्तो अलि भर्खर हाम्रो चाहिँ अब के कुरा गर्न उहाँ चाइना जानु भइरहेको छ होइन। कम्प्लिट पर्सन हजुर आज मैले पत्रिकामा पढेको थिएँ, सायद बिहान होला, तपाईँको चाहिँ यो खासाबाट के लासाबाट चाहिँ सोझै लुम्बिनीसँगको रेल लाइनको लागि चाहिँ उहाँले कुरो गर्नुभएछ चिनिया शासकहरूसँग, प्रशासनको नेताजीहरूसँग। आज पत्रिकामा दियो थियो हजुर, त्यो भयो भने बडा राम्रो हुन्छ। त्यो भयो भने बडा राम्रो हुन्छ। चाइनिजहरू यति इन्ट्रेस्ट छन् कि नेपाल बुद्ध जन्मेको भगवान लुम्बिनी भनेर, एकपल्ट लुम्बिनी हेर्नु धेरै इन्ट्रेस्ट। अब हेर्नुहोस् त्यहाँ त टुरिस्ट चाइनिज भित्र थाल्यो भने त यो गाउँबाट सिद्धि अरू गाउँ हुर्किन्छ, फेरि अरू गाउँ हुर्किन्छ, त्यो त कहिले पनि टुरिज्मको यति हुन्छ। अनि राजु अहिले भन्नुभयो जस्तो नेपालीहरू पनि मकाउमा गएर जुवा खेल्छन् हजुर, छन् त्यस्तो धेरै मान्छे? नेपाली चाहिँ त्यति खेलेको एउटा दुईटा त गएर खेलेका छन् हजुर, भेट हुन्छ। अब प्रयास चाहिँ नेपाली त्यति गएको देखेको। अब दाजु हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइपुगेको छौँ। दाजुले एउटा कुरो भन्नुहोस् त, नेपाल मकाउको राजनीति र नेपालको राजनीतिलाई हजुरले कसरी तुलना गर्नुभएको छ? अब मकाउको राजनीतिक भन्नुहुन्छ भने चाहिँ एउटा सिस्टमले गएको छ त्यहाँनिर। एउटा कस्तो भने सिस्टममा चलेको राजनीतिकमा जुन उहाँ एउटा अनुशासन भन्ने छ, जुन अनुशासन छ त्यो अनुशासन यहाँ छैन। जुन हाम्रो अब लिडरहरू हुनुहुन्छ उहाँहरूले पहिला चाहिँ गाउँ गाउँमा जाँदाखेरि हाम्रो घर घरमा तपाईँ हाम्रो घरमा गएर चाहिँ म यस्तो गर्छु उस्तो गर्छु जाँदाखेरि यस्तो गर्छु उस्तो गर भन्नुहुन्छ, तर खोइ केही गर्नुहुन्न। अब उहाँ माथि पुगेपछि आफैले गर्न भ्याउनु हाम्रो के गर्नुहुन्छ? आफ्नै शाखा सन्तानलाई हेर्दा हेर्दै उहाँको पनि 4 वर्ष 7 वर्षको कार्यकाल सिद्धिहाल्छ। अनि त्यसपछि त अनि हामीले त आश अब त आश पनि मरिरहेको लाग्छ। हजुरको माताहतमा कति जति नेपाली कामदारहरू चाहिँ मकाउ गएको छन् दाजु? मैले 900 देखि 1000 को हाराजु मैले लगिसकेको। 900 देखि 1000 हजुर लगिसकेको। अरे बाप रे बाप, 1000 जना हुनु भनेको त लगभग त्यो 1000 मा एकजनामा 5 जना परिवार आश्रित हुँदा पनि लगभग 5000 मान्छेको प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ कमाइ हो हजुर। यो त बडा राम्रो गुण लाउनु भएछ हजुर। अब त्यस्तै अब नेपाली प्रतिको एउटा चाहिँ आस्था भएन आस्था बस एउटा बस। अनि दाजु जस्तै यो त मकाउ त एउटा जुवा घर, तास खेल्न मान्छेहरू जान्छन् होइन, जस्तै यो कामदारहरूले पनि ती जुवा ती तास खेल्न सबै पैसा सिद्धाउँछन् भन्छ हो हजुर? यो पठाउँदैन भन्छ, त्यस्तो पनि हो? त्यस्तो हो। त्यो चाहिँ मैले चाहिँ कतिपय नेपाली दाजुभाइहरूलाई मैले देखिरहेको छु हजुर, जुन दाजुभाइहरू देखिरहेको छु हजुर, त्यसमा चाहिँ मैले के भनिरहेको छु, प्लिज तपाईँले जुन सपना के लिएर आउनुपर्छ नेपालमा आउनुभन्दा पहिला सपना के लिएर आउनु भएको थियो त्यो सपना पुरा गर्न तपाईँले यसो जुवा गरेर त पुरा गर्नु भएन। मैले चाहिँ सबैले दाजुभाइले के भन्छ भने नेपाल जानु उड्नुभन्दा पहिला सपना के थियो, परिवारलाई के सपना पुरा गर्नुहोस्। हजुरको पहिलाको घर यहाँ फर्पिङ होइन हजुर? फर्पिङ मेरो फर्पिङ बिजुली पावर सेतदेवी गाविस नेपालको सबभन्दा पहिलो बिजुली पावर हाउस त्यही छ। त्यही नजिक हो मेरो घर, त्यही हो। अहिले पनि त्यही हो? पुरानो घर त्यही हो। अब अहिले चाहिँ म सीतापाइलामा आएर अच्छा सुने थिएँ हजुर पहिला डन हुनुहुन्थ्यो हजुर, मारकाट ढकाट हरेक चिज ब्याङ्क अगाडि बढ्दै हुनुहुन्थ्यो, पुरा डन हुन्थ्यो भने सुने थिएँ। त्यो भनाइ हो त्यो होइन, अब त्यो भनाइ हो। हेर्दा बडा सोझो जस्तो लाग्छ, फेरि कसरी डन हुनुहुन्छ हजुर? होइन त्यो चाहिँ खासै भनाइ हो त्यो। तपाईँको 2टा परिवार त होला प्रायःको 2टा परिवार एउटा उता यता छैन, घरवाली बाहिरमा? त्यस्तो छैन। विदेशमा प्रायः बस्ने मान्छेहरूले सिटिजन लिन सजिलो होस्, टाइम पास गर्न सजिलो होस्, अब 2-4 वर्षमा नेपाल फर्किनुपर्छ, त्यो आदि इत्यादिको कारणले गर्दा पनि एउटा बाहिरवाली बनाएर राखेको हामीले सुनेछु हजुर। त्यही भएर चाहिँ हजुरलाई पनि सोधेछु। त्यो कुरा सही हो, तपाईँले भन्नु सोध्नुको क्वेसन राम्रो। अब कसै साथीभाइबाट भएको होला होइन हजुर, अब त्यो हुन सक्छ, कतिको भइ पनि रहेछ।
त्यसैले फोन उन गर्छन् गर्दैन हजुरलाई कसले फोन गर्छ लड्की उड्की त्यो त अब यहाँ होइन मकाउमा गरिहाल्छ त्यो त गरिहाल्छ चाइनिज लड्कीहरूले गर्छन् होइन त्यो त अब चाइनिजहरू विमेन ज्येष्ठ छन् त्यहाँ होइन त्यो त अब यताउति आफ्नो जति पनि एउटा सबैलाई स्वार्थी हिसाबले गर्दै होला कसैले तर तपाईँको भाउजू भएको भए पनि तपाईँ बहुत भाग्यमानी जन्मभूमि नेपाल छ ससुराली मकाउ छ यो पनि गर्वको कुरो हो नि हजुर हामीले चाहिँ दाजुसँग बसेर बडा रमाइलो गर्ने सौभाग्य पनि पाएँ हजुरसँग बसेर देश विदेशका धेरै कुराहरूको चाहिँ अनुभव लिने मौका पनि पाएँ एउटा टुरिज्मको एउटा पर्यटन विकासका कुराहरू पनि हजुरबाट चाहिँ दुई चारवटा चाहिँ एउटा हामीलाई एउटा दिनुभयो हाम्रो लाखौँ दर्शकहरूलाई पनि चाहिँ विभिन्न टुरिज्म सम्बन्धी यसरी टुरिज्मको विकास गर्न सकिन्छ यसो गरेमा टुरिज्म अझ नेपालभित्र हुन सकिन्छ आदि इत्यादिको बारेमा हजुरले चाहिँ हामीलाई जानकारी दिनुभयो हामी बहुत बहुत हजुरदेखि खुस छु र जाने बेलामा हजुरसँग चाहिँ अब एउटा हाम्रो प्रश्न छ हजुर झप्सिने प्रश्न तप्सिने उत्तर यो हाम्रो प्रश्न छ हजुरलाई मनपर्ने हजुर जन्मभूमि कि कर्मभूमि जन्मभूमि अघि हजुरले हामीले भने जननी जन्मभूमि बस जन्मभूमि हजुरलाई मनपर्ने जस्तो चाइनामा खान्छ चाउमिन हजुरलाई मनपर्ने खानपिनमा चाउमिन कि गुन्द्रुक अचार गुन्द्रुक अचार त ओहो हजुरलाई मनपर्ने नेपाली गीत चाइनिज गीत नेपाली गीत दुहरब राष्ट्रिय गीत गाइदिनुहोस् त हजुर सय थुम्बा सयो थुम्बा फुलको हामी एउटै माला नेपाली सर्वभौम भई फैलिएका मेची महाकाली कस्तो छ हेर्नु त हजुरलाई मनपर्ने 3 जना नेतामध्ये एकजनाको नाम लिनुहोस् हजुर पुष्पकमल दाहाल प्रचण्ड झलनाथ खनाल या सुशील कोइराला अच्छा अब हजुरलाई मनपर्ने गैर आवश्यक नेपाली भन्दा गर्व लाग्छ कि मात्र नेपाली भन्दा गर्व लाग्छ मात्र नेपाली भन्दा गर्व लाग्छ हजुरलाई मनपर्ने चाइनिज रम कि नेपालको खुकुरी रम नेपालको खुकुरी रम भयो त अझ त्यो भन्दा जगन भाइ कोदोले भनेको कोदोले भन्छ नि त्यो खाटी हैन खाटी त्यो खाटी भयो भनेदेखि बाफ रे जे छ त्यो खाटी हुन्छ 15 वर्ष विदेशमा बसे पनि हजुरको यो माटो यो नेपाली धरतीको मन मस्तिष्क यो माटोले दिएको चिज हरेक चिज मन पराउनु पर्छ एकदम हजुरलाई मनपर्ने मकै कि चौचौ मकै मकै हजुर त्यो मोहीसँग खोर्सानीसँग हैन त्यो भयो त अब के भन्ने अब धन्यवाद हजुर र अन्त्यमा हजुर हामीलाई जहिले पनि हाम्रो परिवारले फुलमतियाले भन्थ्यो जगिन्द्र एगो बात कहूँ त भन्थ्यो कहू न कति बात कहूँ त भने थियो मैले ये नारायण के कितना संख्या है सब देश में कितना संख्या है कह दू ना भन्दा हाम्रो फुलमतियाले भन्थ्यो कि उसको भनाइ गर्दा भन्छ अनि मैले हम न पढ़ले छी न कथी करले थे सारी के सो रुपति आके हम पढ़े छी न हमरा तो याद होते हम तो न पढ़ले छी लेकिन कोनो न कोनो दिन एनआरएन के आदमी से भेट जते त अहाँ के हम एनआरएन के आदमी से भेट के उ प्रश्न अहाँ के कह दै छी भन्नु भने एउटा मेरो फुलमतियाको प्रश्न छ एनआरएन मा कति संख्यामा डिट्टो रूपमा यति लाख यति हजार भन्ने हजुर छ कति एनआरएन को चाहिँ सदस्य छ भन्नु एनआरएन सँग आबद्ध नेपालीहरू कति छ 30 लाख को हराइन छ यसैले अब हजुर कहिले भेट हुन्छ अब हजुर 7 समुद्र पारी हुनुहुन्छ मकाउमा हैन अब जाने बेलामा हजुर यो जोगिन्दरको तर्फबाट एउटा उपहार हजुर हामी उभिएर हजुरलाई सम्मान प्रकट गरेर उपहार दिन्छु हजुर यो उपहार हजुर छ हामीसँग भगवान गौतम बुद्ध लुम्बिनी यो लुम्बिनी हजुरलाई यस अर्थमा हामी उपहार दिँदैछौँ हजुर एउटा मकाउमा बस्नु भएको छ एउटा चाइनाको सोसाइटी क्षेत्र चाइना जस्तो विशाल देश जहाँ चाहिँ बुद्धिस्टहरू चाहिँ करोडौं हुनुहुन्छ बस गौतम बुद्ध सिर्फ नेपालमा जन्मेका हुन् गौतम बुद्धको पवित्र स्थल एउटा नेपालमै छ खण्ड प्रचार प्रसार गरेर चाइनामा रहेका पर्यटक बुद्धिस्टहरूलाई नेपाल फर्काउन ठुलो योगदान गर्नुहोस् भनेर हामी एउटा सानो जोगिन्दरको तर्फबाट भगवान गौतम बुद्धको चाहिँ हजुर यो फोटो उपहार दिएको छु